हाम्रो केशवराज चन्द, मैले यति बेला सम्झिन चाहन्छु रेडियो सुनचरी एफएमको स्टेसन म्यानेजर हुनुहुन्छ सन्तोष शर्मा, त्यसै गरी केशवराज चन्द, लीलाज दशौदी, सम्पूर्णलाई पत्रकारहरूलाई पनि सम्झिए, त्यसै स्वयंसेवकलाई सम्झिन्छु, त्यसै गरी प्रायोजक आयोजक सबैलाई होलसेलमा सम्झिएँ मैले। आयो इको राजा सम्झिन चाहन्छु। त्यसै गरी विशेष सम्झिन चाहन्छु मैले हाम्रो नेपालकै भन्न चाहन्छु म, महिला निर्मात्री पहिलो हुनुहुन्छ उहाँ, प्रभावशाली व्यक्तित्व हुनुहुन्छ, एकदम बौद्धिक व्यक्तित्व, पढे लेखेको हुनुहुन्छ, एकमात्र महानायक मात्र होइन, उहाँलाई त वास्तवमा राजनीतिक व्यक्तित्व बनाउनु पर्छ भने राजेश हमाललाई बनाउनु पर्छ। ताली बजाउनु सबैले। अहिलेसम्म देशमा देशको ढुकुटी रित्याउने मात्र नेता भए, सामाजिक नेता भएनन्। मैले भोट दिन पर्छ भने राजेश हमाललाई, हरिवंश आचार्य, कोमल ओलीले दिन्छु, अरूले दिन्नु। म भोट नै हाल्दैन चुनाव भयो भने, किनभने भत्ता पचाउने मात्रै छन् नेताहरू। युवा बेरोजगार छ, विदेशमा जान्छ, जानुभयो। मुकुन्द थापा, सुनिल थापा गुन्डा, मेन गुन्डा। त्यसपछि यस्तै कपाल पालेका गुन्डाहरू हुन्थे। पहिलेको फिल्ममा के हुन्थ्यो भने 7-5 जना गुन्डाले निरुता सिंहलाई लखेट्थे हैन। निरुता सिंहले के हो त इको नै आएन, केटीको जस्तो आएन, यस्तो भन्थ्यो होइन, बचाऊ भन्थे हिरोनीले। त्यसपछि गुन्डाहरू आउँथे पछाडिबाट, ढ्याङ 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 दगुर्थे। हिरोनी अगाडि दगुरिया छ, गुन्डाहरू पछि दगुरिया छ, हिरोनी अघि गुन्डाहरू पछि, हिरोनी अघि गुन्डाहरू पछि हुन्थ्यो। त्यसपछि ड्याङ मुकुन्द थापा अथवा सुनिल थापा आउँथ्यो अगाडि, म सुदन थापा फेरि होइन, मुख थापा नै आउँथ्यो, आउन चाहिँ अगाडि है, थापा आउँथ्यो। त्यसपछि मुकुन्द थापाको डायलग है, इको आउँदैन, घाँटी सुक्छ कि, थियो मलाई बौलाएको हात्ती काउ खोज्दै यतै आउँछ भनेर, त्यही भएर मैले पासो थापेको थिएँ। पासो बाघ करायो कि डायलग होइन, जङ्गलमा त मान्छे डराउँछन्, यसरी कराउनु हुन्थ्यो। त्यसपछि राजेश हमालको इन्ट्री हुन्थ्यो त्यहाँ है। अहिले भन्नुहुन्छ उहाँले, उहाँको पालो पनि आउँछ, अहिले मेरो पालो। साथीको लागि हस्ताङ छ, दुश्मनको लागि हत्थाङ छ। ड्याङ्की ड्याङ एउटालाई हानेर पारी, एउटालाई पछाडि, एउटालाई अगाडि राजेश हमालले ड्याङ हानेर एउटा उत्त, डुङ हानेर एउटा उत्त। अघि यहाँ लफडा भइरहेको थियो, राजेश हमाल दाइ जान पाउनु भएन, पाएको भए सबलाई ढाङ्ग ढुङ्ग भयो एकैचोटि होइन। यसरी हानिनुहुन्थ्यो, कसैलाई पारी, कसैलाई वारी। गुन्डाले ऐया भन्न पान्न थियो, पानी भन्न पान्न थियो, हस्पिटल जान पान्न थियो गुन्डा। अनि त्यसपछि हलमा सिटी बस्थ्यो, हिरोले जित्यो भनेर सिटी बस्थ्यो। हिरो र हिरोनीको हल्का अङ्कमाल मात्र हुन्थ्यो होइन। त्यसपछि सबले सिटी बजाउँथे हलमा, सबैले फिल्म हेर्थे, पारेबारी हुन्थ्यो फिल्म। डाइरेक्टरले पनि नाम चलाउँथ्यो, प्रोड्युसरले लगानी पाउँथ्यो, कलाकारले पारिश्रमिक पाउँथ्यो। तर पछिल्लो समयमा फिल्ममा यो रहेन। अब त के भयो, हिरो 12 जोर करङ देखिने अस्ति पन्जर हिरो 12 जोर कर। हेर्नुहोस् त, सर्ला कपराको दिन हाम्रो ज्यान छ। राजेश हमाल भन्न बित्तिकै यस्तो मान्छेले, हामीले त पहिले राजेश हमाल होइन राज समाल भन्ने, राज समाल कसको फिल्म हो त्यो? राज समालको। डाइरेक्टरको हुँदो रहेछ वास्तवमा फिल्म होइन, डाइरेक्टर फलाना दयाराम दाहालको फिल्म भन्ने हुँदो रहेछ। हामी चाहिँ कसको फिल्म? राज समालको। कहानी के त राज समाल आउँछ, गर्छ, यस्तो गर्छ, उसो गर्छ भन्ने 5-7 जनालाई वरिपरि राखेर कहानी सुनाउने हामीले होइन, त्यो हुन्थ्यो। अनि पछिल्लो समयमा हिरो ज्यान भएको, ट्याक्क भाग्ने पाराको चाहिएन। 12 जोर करङ देखिने अस्ति पन्जर भयो हिरो। तर हिरोनी चाहिँ कस्तो हुनु पर्यो? सक्कल बिग्रेको भयो नि हुन्छ हिरोनी होइन, तर सबै कपडा खोल्न मान्नु पर्यो नि, सबै कपडा खोल्ने फाल्दिने होइन। अनि चाहिँ त्यो हिरो छ नि जुन 12 जोर करङ देखिने हिरो, त्यसले जहाँ नाङ्गो शरीर छ त्यहाँ छोइदिने, यसो बिस्तारै यसरी छिनेलाई यसरी मसार्दिने। मसार्दाखेरि हिरोले के गरेको भन्नु पर्यो केटीले। अनि त्यो 12 जोर करङ देखिने हिरोले के भन्नु पर्यो? ओ या
आफूले लगानी उठाउँछ 51 दिन मनाउँछ हो कि होइन सबैले भन्नुस् ल सब पछाडि पनि भन्नुस् ल बसेर भन्छु मैले कहाँ हो तपाईहरुले आफै त्यस्ता विकृतिवाला फिल्म हेर्दिन अनि निर्देशक म चिन्न त्यो फिल्म बनाउनलाई पारिवारिक फिल्म बनाउनलाई तपाईहरुको पनि दोष छ दर्शकको पनि दोष छ म यो भन्छु दर्शकले राम्रा पारिवारिक फिल्म हेर्दिनुस् त्यो निर्देशकको फिल्म कहाँ चल्छ र त्यसले बनाउँछ त्यस्ता नाङ्गा फिल्म हो कि हैन ल भन्नुस् सबैजनाले भन्नुस् त एकै स्वरमा कहाँ छौ रोइराखेको छ देश यति बेला हैन विभिन्न जात जाति आन्दोलनमा छन् नाकाबन्दीमा छन् अस्ति भूकम्प जाँदाखेरि ऋषि धमलाको इन्टरभ्यु कस्तो हुन्छ भनेदेखि राजेश हमालको डायलग जस्तो राजेश दाजुको स्वागत छ यसलाई कार्यक्रममा भन्नुहुन्छ उहाँले इन्टरभ्यु लिँदा पनि के डराउँछ नेता दिने पनि अब्बी ठक्छ कि क्या हो भनेर डराउँछ उहाँले त्यसरी इन्टरभ्यु दिनुहुन्छ उहाँको शैली हो त्यसलाई नेगेटिभमा लिनु भएन तर हास्य व्यङ्ग्य गर्न पाइयो हैन उहाँले सुशील कोइरालालाई इन्टरभ्यु एक त हाम्रो नेपालका नेताको जिब्रो लाग्दैन सबैको हैन राम्रो राम्रो नेताको जिब्रो लाग्दैन अब बाजे नेता भन्नेलाई युवा नेता बनाउँछन् अब गगन थापालाई के बच्चा नेता बनाउने हामीले हैन सुशील कोइरालालाई युवा नेता भनिन्छ भने गगन थापालाई बच्चा नेता भन्ने हामीले हो कि न दाँत गएका सिउँदो फुलेका मान्छेलाई युवा नेता अब सक्यो अनि त्यसै कारणमा एकपटक ऋषि धमलाले इन्टरभ्यु लिनु भएछ मन्त्रीजी उहाँलाई कार्यक्रममा स्वागत छ स्वागत गर्नु हो धन्यवाद भन्नुभयो सुशील कोइरालाले हैन धन्यवाद भन्नुभयो अनि त्यसपछि धरहरा ढल्यो अब कहिले बन्छ धरहरा मन्त्रीज्यू ऋषि धमलाले प्रश्न गर्नुभयो थाम्बिजान बनेपछि बन्छ उत्तर दिनु उहाँले अनि संविधान चाहिँ कहिले बन्छ मन्त्रीज्यू फेरि सोध्नुभयो ऋषि धमलाले धरहरा बनेपछि बन्छ अनि धरहरा चाहिँ कहिले बन्छ संविधान बनेपछि बन्छ भन्नुभयो अनि संविधान चाहिँ कहिले बन्छ धरहरा बनेपछि बन्छ भन्ने जाँचो छ भन्नुभयो हैन यस्तै गर्दा गर्दै समय 1 घण्टा बितेछ तपाईलाई बिदा गरे जानुस् तपाई भन्नुभयो धन्यवाद भन्नुभयो फेरि जानुभयो अनि संविधान बन्यो दीपावली मनाइयो त्यस दिन फेरि इन्टरभ्युमा लिनुभयो अनि तपाईले संविधान बनेपछि धरहरा बनेपछि संविधान बन्छ भन्नुभयो तर संविधान पहिले बन्यो धरहरा कहिले बन्छ मन्त्रीज्यू फेरि सोध्नुभयो भारतको नाका खुलेपछि बन्छ भन्नुभयो हैन भारतको नाका कहिले खुल्छ भन्नुभयो धरहरा बनेपछि खुल्छ अनि धरहरा कहिले बन्छ भन्दा भारतको नाका खुलेपछि भारतको नाका कहिले खुल्छ धरहरा बनेपछि त्यस्तै गर्दा गर्दै फेरि समय सक्यो तपाई जानुस् भनेर पठाइदिनु भयो अर्को दिन चाहिँ के भयो भने उहाँले राजीनामा दिनुभयो आउनुभयो अर्को मन्त्री केपी शर्मा ओली आउनु हो उहाँले त गुण्डा पाल्नु भएको छ धेरै हैन गुण्डाले अब पिट्ने हो कि पत्रकारलाई पनि डर हुन्छ त्यसपछि उहाँले के उत्तर दिनुभयो धरहरा बनेपछि नाका खुल्छ भन्नुभएको थियो कहिले खुल्छ त सुशील कोइरालाले त्यो भन्नुभएको थियो के छ भनेर उहाँले सोध्दाखेरि एकछिन भेटघाट हुन पाउँदाखेरि मलाई अत्यन्तै नै खुसी लागेको छ र म यो आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि आयोजक कमिटीको जोश जाँगर र उहाँहरूको चाहिँ इच्छा बगैर यो कार्यक्रम सम्भव हुँदैन थियो त्यसकारण जुन जोश जाँगर र इच्छा उहाँहरूले देखाउनु भयो यो कार्यक्रम आयोजना गर्नुभयो र तपाईँ हामीहरूको भेटघाट गराइदिनु भयो उहाँहरू सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु कमलजी र उहाँका साथीभाइहरू उहाँका टिम मेम्बर्सहरू सबैलाई रामजी कुमार नेपाली लगायत सबैलाई धेरै 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 धन्यवाद दिन चाहन्छु र कमलजीले गरेको कार्यक्रममा अन्य अरू ठाउँमा पनि मैले उपस्थित हुने मौका पाएको थिएँ यस्तै गरी रमाइलो कार्यक्रम भएको थियो र यहाँहरूको समक्ष आएर पनि अत्यन्तै नै रमाइलो लागिरहेको छ कमलजी र रामजी उहाँहरूले चाहिँ एकदम पुरानो कला संस्कृति नेपाली कला संस्कृतिलाई चाहिँ निर्माण गरेर देश विदेशमा त्यसको फेरि पुनः परिचय गर्ने चाहिँ नि जमर्को गर्नुभएको छ त्यसको लागि पनि उहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ अनि यहाँहरूलाई फिल्महरू कतिको मनपर्छ नि सिनेमा मनपर्छ को मैले सिनेमा हेर्नु भएको छ हात उठाउनुहोस् त खै त हात त 2-4 वटा मात्रै उठे नि के हो यो ल शङ्कर भन्ने फिल्म हेलो
हेर्नु भएको छ खै पछाडिको व्यक्तिहरू यहाँबाट देखिँदैन रहेछ तल भइरहेको छ अलि यहाँ क्यामेराले कभरेज गर्छ कि अलि पछाडि जानु यहाँ साउन्ड सिस्टम देखिन्न यार देख्नुभयो तपाईँहरूले ल यहाँबाट बरु राम्रोसँग देखिँदो रहेछ फेरि हेर्नु भएको छ यहाँहरूले शत्रु सवार दुष्ट विनाशक प्रलयङ्कर होमा तेरो लागि साक्षात मृत्यु सङ्कल्प होमा साथीहरूको लागि यो हात सलाम छ दुश्मनको लागि यो हात सज्जनको लागि नायक सज्जनको लागि नायक दुर्जनको लागि खलनायक दुश्मनको नाम राम नाम सत्य छ अन्याय वा न्याय दिन राजस्थानी आउँदैछ गुड ल यहाँहरू शान्त भएर बस्नुहोस् न शान्त भएर बस्नुहोस्